Good morning, everyone. Welcome to my another vlog. I hope यहाँ सन्चै रमाइलो हुनुहुन्छ होला भन्ने पूर्ण आशा गरेको छु। म तपाईहरुको माया, तपाईहरुको साथ सपोर्टले फाइन एन्ड फिट छु। आज म तपाईहरुलाई नयाँ ठाउँ र नयाँ दृश्य लिनका लागि म भिडियो बनाउन गइरहेको छु साथीहरु। लेट्स गो। अब म भिडियो स्टार्ट गर्ने ठाउँमा पुगिसकेपछि बल्ल बल्ल भिडियो स्टार्ट गर्ने छु साथीहरु। ल साथीहरु, तपाईहरुले देख्न सक्नुहुन्छ साथीहरु, यहाँनिर फुलहरु क्या मजाले फुलेको छ है। ती मजाले फुलेको छ कि साथीहरु। यस्तो दामी फुलहरु फुलेको रहेछ साथीहरु है। ला ला ला। क्या मजाले फुलेको छ है साथीहरु फुलहरु चाहिँ। फाइनली साथीहरु, तपाईहरुलाई मैले ट्रेन स्टेसनमा गएको ट्रेन स्टेसनको भिडियोहरु पनि देखाएको थिएँ। त्यही भएर म आज ट्रेन स्टेसन भन्दा केही माथिको दृश्यहरु, त्यतातिर पार्कहरु देखिन्थ्यो, त्यो ठाउँको भिडियो बनाउनको लागि गइरहेको छु है साथीहरु। मेरो पछाडिको चाहिँ ट्रेन स्टेसन हो है साथीहरु। ट्रेन स्टेसन एका माथि कहाँसम्म जाने छु साथीहरु। तपाईहरुलाई मैले निकै नयाँ र नौलो भ्यू लिएर आउने कोसिस गरिरहेको छु है साथीहरु। यहाँनिर चाहिँ रोडको बीचनिर यस्तो दामी भ्यू रहेछ है साथीहरु। तपाईहरुले देख्न सक्नुहुन्छ साथीहरु, रोडको बीचको भ्यू। माथिको चाहिँ ट्रेनको भ्यू है साथीहरु। ट्रेनको बाटो हो बाटो चाहिँ। तलको चाहिँ रोड, पल्लोपट्टि चाहिँ पसल भन्ने मार्केट छ, एकदम ठुलो मार्केट छ। यहाँनिरको रोड चाहिँ निकै आकर्षक छ है साथीहरु। यसरी फेरि घुमेर जानु पर्दो रहेछ, निकै आकर्षक छ साथीहरु। निकै आकर्षक डिजाइनको रोड, कसै उता जान्छ सिधा जान्छ, कसै तलतिर घुम्दो रहेछ। यस्तो दामी दामी रहेछ है साथीहरु। यहाँनिर रोडको दृश्य पनि पल्लोपट्टिको बिल्डिङ छ, तपाईहरुले देख्न सक्नुहुन्छ है साथीहरु। यो चाहिँ निकै ठुलो बिल्डिङ छ। यसमा के रे मार्केट हो। नेपाली साथीहरु कति 47-48 जनाको कन्ट्याक्ट थियो। हाम्रै छेउनेर बस्नुहुन्थ्यो। अहिले उहाँहरु चाहिँ रुम चेन्ज गरिसक्नु भयो। निकै ठुलो छ साथीहरु यसको एरिया चाहिँ। यो नयाँ बिल्डिङ हो साथीहरु, भर्खरै बनेको छ। अब कसैमा चाहिँ उ राखिसकेको छ, पसल राखिसकेको छ, मार्केट राखिसकेको छ, कसै चाहिँ भर्खर सुरुवात भइरहेको छ साथीहरु। यस्तो दामी बिल्डिङ छ साथीहरु, यति ठुलो बिल्डिङ छ कि साथीहरु। यो यति डरलाग्दो छ है साथीहरु। यो उताको सानो दृश्य पनि हो, त्यो उता देखिरहेको छ नि साथीहरु, जुन कुनामा देखिरहेको, त्यहाँदेखि यता पुरै एउटै बिल्डिङ हो साथीहरु। त्यही भएर नेपाली सेक्युरिटी साथीहरु 48 जना हुनुहुन्छ है साथीहरु यसमा चाहिँ। यस्तो दामी दामी ठाउँ छ है साथीहरु। ल साथीहरु, यता ब्याकग्राउन्ड साइडको बिल्डिङ पनि तपाईहरुले देख्न सक्नुहुन्छ। निकै ठुल्ठुलो बिल्डिङहरु छ है साथीहरु यो एरियामा चाहिँ। यो एरिया चाहिँ रेल स्टेसन नेर नै हो साथीहरु। निकै रेल स्टेसनको नजिकै नेर हो। साह्रै ठुलो बिल्डिङहरु छ हो साथीहरु यसमा। यस्तो दामी दामी बिल्डिङहरु हैन, कस्तो ठुलो ठुलो के साथीहरु हैन, आकाशै छुने जस्तो बिल्डिङहरु छ हो साथीहरु यार। T28 रमनसरा लेखेको छ त्यो पारी चाहिँ। यस्तो दामी भ्यू छ है साथीहरु। यतातिर तपाईहरुले देख्न सक्नुहुन्छ। यतातिर यस्तो दामी रहेछ है साथीहरु भ्यू चाहिँ। मैले रोड पल्लोपट्टि काट्न खोजेको, तर पनि यतातिर खासै काट्ने ठाउँ चाहिँ छैन रहेछ। त्यही भएर म यतैतिर बसिरहेको छु साथीहरु, नत्र भने म पल्लोपट्टि काटेर हैन पल्लोपट्टि जाने सोचमा थिएँ। कहाँनिर काट्ने हो यार गाइजहरु, गाह्रो पो छ त हो साथीहरु यार। यस्तो दामी दामी छ हेर्नुहोस् त, तपाईहरुले देख्न सक्नुहुन्छ साथीहरु। यति दामी दामी भ्यूहरु रहेछ रोडको भ्यूहरु। यही माथितिर रेल स्टेसन छ साथीहरु। अब त्यहाँनिर काट्न मिल्छ कि मिल्दैन त यार साथीहरु यार। निकै हिँडी हो, तर पनि अब अहिलेसम्म पल्लोपट्टि काट्ने ठाउँ नै भेटिएन कि साथीहरु। पल्लोपट्टि भेट्यो भने ट्याक्कै मेरो तिनतिर जानको लागि सजिलो हुन्थ्यो भनेको। निकै टाढा आएको छु, तर पनि अहिलेसम्म भिडियो पनि क्लियर छैन यार साथीहरु। खतम छ हो साथीहरु यार। भिडियो बनाउने जस्तो ठाउँ खासै छैन रहेछ। यता फेरि पार्क नजिकमा छैन रहेछ। पार्क चाहिँ देखिन्थ्यो, तर पनि निकै माथि रहेछ क्या साथीहरु हैन। पार्क चाहिँ कति हामी उतादेखि कोक्रियादेखि आउने क्रममा देखेको थियो। त्यही भएर फेरि त्यहाँसम्म पुगिन्छ कि भनेर हिँडेको, धेरै माथि रहेछ साथीहरु। त्यही भएर चाहिँ अब यही अगाडिसम्म यही रोड क्रस गर्ने ठाउँ भेट्यो भने चाहिँ मेरो उताको जानको लागि फर्किन्छु है साथीहरु। ल साथीहरु, तपाईहरुले देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ यो पुरा ठुलो बोट रहेछ साथीहरु। तर म पल्लोपट्टि जाने बाटो चाहिँ अहिलेसम्म भेटेको छैन है साथीहरु। म चाहिँ अहिले कसरी जाने हो म पल्लोपट्टि, अहिलेसम्म
बाटो चाहिँ भेटिया थियो नि साथीहरू, मलाई गाह्रो छ साथीहरू यार। यस्तो दामी दामी भ्यू रहेछ नि साथीहरू यार। यो साथीहरू म आज कहाँ पुगेँ के, कहाँसम्म जाने हो म आफैलाई थाहा छैन साथीहरू यार। ठाउँै भेट्दैन। अब पल्लोपट्टि जानको लागि पल्लोपट्टि तरेर अनि मेरो रुमतिर फर्किनको लागि यार म कसरी जाने हो साथीहरू यार। मलाई गाह्रो छ हौ साथीहरू यार। कहाँ आइयो हो एउटा भएन हो साथीहरू यार। आधी घन्टा भन्दा बेसी भइसक्यो साथीहरू। न त भिडियो पुगेको छ न त मेरो रुम फर्किने बाटो भेटिहाल्दैन साथीहरू यार। गाह्रो छ मलाई हो। एउटा भएन नि त गाई जाऊ साइड तल भेट्छु होला। तल भेट्यो भने चाहिँ फर्किन्छु है साथीहरू। म चाहिँ यसलाई सुगरको साइडतिर लाग्ने साथीहरू। यतातिर चाहिँ जानेर गाह्रो छ हो। यहाँनिर चाहिँ यस्तो गाडिदिँदो रहेछ है साथीहरू। यहाँनिर चाहिँ ठिक्क परेको होइन, रोडको बिचमा चाहिँ गाडिदिँदो रहेछ साथीहरू। रोडको बिचको गाडिदिनु चाहिँ कस्तो दामी छ नि साथीहरू यार। अलिकति भयो भने ठिकै ठिकै भनेदेखि त्यसमा साथीहरू त्यो यस्तो दामी दामी होइन, दामी दामी पाराले बिच बिचमा पनि यस्तो दामी दामी गाडिदिँदो रहेछ है साथीहरू। ल साथीहरू मैले फाइनली म पल्लोपट्टि रोड क्रस गर्नका लागि के अरे पुल भेटिसकेँ है। यहाँनिर आकाशे पुल रहेछ, माथि माथि जाने पुल रहेछ। यही पुल हुँदै म पल्लोपट्टि जानेछु है साथीहरू। पल्लोपट्टि गएर हाम्रो रुमतर्फ जानेछु है साथीहरू। आम्बो साथीहरू म यति टाढा आएको छु है। अब म गेटको नजिकैमा आइसकेको रहेछ यार गाइजहरू यार। ती गाडीहरूको बिगार चाहिँ साथीहरू देख्न सक्नुहुन्छ साथीहरू। गाडीको बिगारहरू ल साथीहरू म माथि पुलमा चढ्दैछु। माथि पुलमा चढेर म केही क्लिपर देखाउनेछु है साथीहरू। तपाईँहरूलाई दामी दामी क्लिपर देखाउने कोसिस गर्नेछु है साथीहरू। यस्तो राम्रो रहेछ नि साथीहरू यार। टाउको छिरायो यार साथीहरू यार। यसरी हो जाने। अब रुम फर्किनु पर्ला साथीहरू। म हिँडेको चाहिँ 50-55 मिनट भइसक्यो है साथीहरू। 50-55 मिनट भइसक्यो। अब चाहिँ मेरो रुमतर्फ जाने छु साथीहरू। म धेरै टाढा आइसकेको छु है साथीहरू। ल साथीहरू तपाईँलाई देख्न सक्नुहुन्छ मेरो अगाडिको दामी दामी रोडको भ्यू कस्तो छ साथीहरू। निकै ठगाइ लागिसकेको छ साथी। मलाई निकै टाढा आइसकेको छु, त्यही भएर निकै ठगाइ लागेको छ साथीहरू मलाई यार। र स्याम भइरहेको छ हौ साथीहरू यार। आज यति धेरै हिँड्यो कि साथीहरू, यति धेरै हिँड्यो कि कुरै नगर्नुहोस् हजुर। म्याक्सिमम 40 मिनटभन्दा पछि हिँडिसकेको छु है साथीहरू। त्यही भएर मलाई पुरा स्याम भइरहेको छ क्या साथीहरू यार। र तपाईँले देख्न सक्नुहुन्छ माथि ट्रेन आइरहेको छ है साथीहरू। ट्रेन पनि आइरहेको छ। त्यो त्यसको माथि चाहिँ ट्रेन हिँडिरहेको छ हेर्नुहोस्। तपाईँले देख्न सक्नुहुन्छ, देखिँदैन रहेछ। ल साथीहरू तपाईँले देख्न सक्नुहुन्छ यो पछाडिको क्लिप है साथीहरू। यो पछाडिको क्लिप हो। यस्तो दामी छ नि यो साथीहरू रोड। आमा हो गाडीहरूको लाइन होइन कि साथीहरू। एउटै भिडभाड गाह्रो छ। अब कसरी जाने हो म मेरो रुम यार। यति टाढा आएर पनि एउटा भिडियो पनि पुगेको छैन गाइजहरू यार। आजभोलि साह्रै यो पहिला अब मर्नु नहुँदासम्म साथीहरू जेपिटी भिडियो हालियो। आजभोलि अलि राम्रो 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 मात्रै बनाऊ भन्दै त यार साथीहरू यार। के अरे भिडियोको क्वालिटी पुर्याउन सकिएको छैन हौ साथीहरू यार। गाह्रो छ यार। ल साथीहरू फाइनली म यो ठाउँमा के गरिदिएको है। अब चारको साइडको रोड छोडेँ मेरो रुमतर्फ फर्किनेछु साथीहरू। त्यही भएर फाइनली पनि झर्दैछ साथीहरू। साइडको हेरिसकिन्छ साथीहरू। आहा क्या राम्रो छ साथीहरू। कस्तो राम्रो देखिन्छ ल साथीहरू। म फाइनली फुलदेखि झरिसकेँ र म मेरो रुमतर्फ जानको लागि गइरहेको छु। यसो बाटोतिर राम्रो राम्रो क्लिपहरू देखियो भने के क्लिपहरू देखाउँछु है साथीहरू तपाईँहरूलाई। अब चाहिँ मेरो रुमतर्फ जानको लागि मेरो बाटो सुरुवात भइसक्यो।
यसरी नै हुँदै मेरो रुमतर्फ यस्तो साथीहरू गाह्रो छ साथीहरू यार एक्लै एक्लै हिँड्नु पनि यार साथीभाइले गयो त्यहाँ मजा इन्जोय हुँदै साथीहरू होइन यार एक्लै हो त्यही भएर गाह्रो छ साथीहरू नत्र भनेको साथी भइदिएको भएन यसरी घुम्दा पनि इन्जोय नै हुन्छ साथीहरू यार यसरी घुम्ने होइन घुम्ने रमाइलो गर्ने यो पनि इन्जोय नै हो गर्नु त हजुर साथी छैन एक्लै हो त्यही गरे पनि त्यही त गाह्रो छ नि साथीहरू यार साथी भइदिएको भए चाहिँ मजाले घुमिन्थ्यो होला साथी छैन निकै सिम जस्तो छ साथीहरू यो के हो यहाँ न्युरो जस्तो पनि देखिन्छ गाइजहरू अनि यो चाहिँ पुरानो बिल्डिङ रहेछ तर बनाएको छैन रहेछ साथीहरू यार वाक पारामा यो होइन निकै पुरानो बिल्डिङ रहेछ यसको पुरा उहरू उम्रिएको छ यसमा रुखहरू उम्रिएको छ त्यही गाडी पार्कभित्र गर्ने भित्र पनि पुरा रुखहरू उम्रिएको छ साथीहरू के हो कुरो यस्तो बङ्गाला पनि छोड्ने हो र हामीलाई दिनु नि त यार हामी गरिहाल्छौँ नि यस्तो बङ्गालाहरू त होइन गाइजहरू ल तपाईँहरू देख्न सक्नुहुन्छ साथीहरू वाक बारामा यतातिर पनि निकै घना जङ्गल छ है साथीहरू यस्तो यस्तो छ नि साथीहरू है टाढा रहेछ कुन चाहिँ कलेजको प्रचार भइरहेको रहेछ साथीहरू ट्रेन आयो गाइजहरू ट्रेन आयो पुरा भित्र छिरो साथीहरू है अब चाहिँ भित्र छिरो देखिन्न यहाँनिर चाहिँ वाक पारामा कलेजको प्रचार रहेछ है साथीहरू यो कुन चाहिँ कलेज हो के तरुणीहरू त राम्रा पो फोटोमा त राम्रा पो देखिन्छन् त के हो कुरो डक्टरनीहरू रहेछन् गाँठे त्यहाँ फोन नम्बर तपाईँहरूले देख्न सक्नुहुन्छ है साथीहरू त्यो फोन नम्बर टिपेर कल गर्नु होला त्यो ट्याक्कै त्यो घाँटीमा त्यो के डक्टरहरूले त्यो चेक गर्ने त्यो झुन्डा छ नि साथीहरू हो केही वालाले उठाउँछ है भिडियो बनाउनु जस्तो ठाउँ त यता पो रहेछ त्यहाँ साथीहरू यार कहाँ हो भन्ने थाहै छैन होइन नत्र भने यसो लोकेसनहरू थाहा भइदिएको भए त आइन्थ्यो नि यहाँ साथीहरू यार लोकेसनै थाहा छैन गाइजहरू यही हो कि गणेश सरहरूले काम गर्ने बिल्डिङ के हो गाइजहरू म यहाँदेखि अब फर्किन्छु गाइजहरू यार अब सकिन्न यस्तो दामी रहेछ नि साथीहरू यहाँनिर रोडको हेर्नु न यार आमा हो रोडको पात रोडको गार्डन कस्तो दामी छ यो घरको अगाडिको गार्डनहरू क्या दामी छ है साथीहरू जे होस् घर चाहिँ दामी रहेछ दामी होइन के गर हो पुरा सिसाले भरिएको छ गाइजहरू साथी भइरहेको एक दुईवटा फोटोहरू हान्ने जस्तो ठाउँ रहेछ कहाँ थियो ल साथीहरू अब वाक पारामा रुमतिर लाग्यो है रुमतिर जानु पर्यो साथीहरू अब सकिन्न यहाँदेखि बढी जान केही घर बनायो गाइजहरू यार आम्बो कति हिँडे नि यार मेरो नजिकैमा कोत्रा देखिन्थ्यो के जानु भनेर गएँ होइन नत्र मेरो नजिकैमा कोत्रा देखिन्थ्यो है साथीहरू कोत्रा जान पनि एक्लै के जानु साथी नभए केही गर्नु भएन साथीहरू अब चाहिँ वाक पाराले चाहिँ रुमतिर फर्किन्छ गाइजहरू है यहाँनिर चाहिँ के कम्पनी हो होइन निकै राम्रो रहेछ गार्डन चाहिँ केही राम्रो गार्डन बनाएर रहेछ ठिकै परेको होइन गाउँ भुप्पो परेको रुखहरू बोटहरू अनि यसमा गार्डन क्या दामी बनाएर रहेछ नि साथीहरू यार अब म वाक पाराले म कुन बाटो जान्छु होला गाइजहरू मलाई नै थाहा छैन यार साथीहरू यार कुन बाटो गइन्छ कहाँनिर गइन्छ होइन यस घुमियो निकै टाढा आइयो गणेश सरोवर निस्किने मेरो विचारमा यही हो क्या भन्छु गणेश सरोवर निस्किने रेल स्टेसन चाहिँ यही हो जस्तो लाग्छ यतातिर चाहिँ पुरा ठुलो गाडीहरू मात्रै छ होइन त्यो के रहेछ के बस स्टेसन रहेछ कि साथीहरू होइन बाह्र बस स्टेसन पुरा ठुलो गाडीहरूको मात्रै लाइन लागेको छ साथीहरू सानो गाडीहरू चाहिँ बिचदेखि खेलिरहेको छ ठुलो गाडीहरू मात्रै लाइन लागेको छ साथीहरू निकै ठुलो बिल्डिङ रहेछ साथीहरू यो पनि है यस्तो छ साथीहरू यस्तो दृश्य पुरा एउटै डिजाइनको उठै सर्लक्कै एउटै खालका मात्रै छन् कि ठुलो गाडी फेरि आयो है साथीहरू कहाँ जाने गाडीहरू हुन् आज कहाँ आइयो यार साथीहरू म यस्तो ठाउँमा छु है साथीहरू पुरा यस्तो रोड भएको ठाउँमा होइन यस्तो ठाउँमा छु अब यहाँदेखि म कहाँनिरसम्म जानेछु कहाँदेखि हिँड्नेछु भन्ने मलाई थाहा छैन तर पनि जे होस् अब जाँदै गर्दाखेरि बाहिर लागिहाल्ला हौ साथीहरू यार मेरो रुम थाहा छ नि छ मेरो रुम जाने मेरो रुमको ठाउँ थाहा छ नि छ
टेन्सन चाहिँ छैन है साथीहरू है। गइरहेको छु साथीहरू अब तर्क खानको लागि कतिखेर त्यस्तो थाहा छैन। मेरो रुम तर्क चाहिँ लागिसकेको छु है साथीहरू होइन। साइड यो साइडतिर चाहिँ भित्र पर्छ भाइरल मार्क, त्यही गरी रेखा लगाएको हुन्छ। हेर्नुहोस् न यो साइड हिँडिरहेको छ साथीहरू। यस्तो यस्तो ठाउँहरू रहेछ यार साथीहरू। आज घुम्न आइयो, देश इन्जोय भयो, रमाइलो भयो, दामी ठाउँ रहेछ, खुसी लाग्यो र साथीहरू तपाईँहरू देख्न सक्नुहुन्छ यो यहाँनिर चाहिँ पुरा गाडीहरू पार्क गरेर छ। सायद चाहिँ महलभित्र नानीहरूको गाडी पार्क होला, पुरा गाडीहरू पार्क गरेर छ। सेक्युरिटीहरू चाहिँ त्यसरी घुम्नु पर्दो रहेछ। त्यहाँ सिटमा चाहिँ एउटा सेक्युरिटी ई बाइकमा घुमिरहेको छ साथीहरू। त्यसरी घुम्नु पर्दो रहेछ बाइकमा चाहिँ, त्यसरी क्लोकिङ गर्नु पर्दो रहेछ साथीहरू। त्यसरी हिँडेर चाहिँ राउन्डिङ हान्नु पर्दो रहेछ साथीहरू। राउन्ड हानिरहेको छ साथीहरू। यस्तो दामी ठाउँमा पुल रहेछ है साथीहरू। यस्तो हावा चलेर यस्तो मजाको हावा चल्दैछ कि साथीहरू। यहाँनिर चाहिँ क्या हावा खाउँ खाउँ जस्तो लाग्ने पो चल्दैछ र साथीहरू। म त सिधै यो बाटो नै माथि जानेछु अनि त्यहाँदेखि मेरो रुमतर्फ जाने बाटो भेटिन्छ है साथीहरू। यो सेक्युरिटीहरूलाई पापै रहेछ यार यिनीहरूलाई यार। आमा कति घुम्या हो। यिनीहरूको एरिया चाहिँ निकै ठुलो हो है साथीहरू। के महल भन्ने हो, सबैभन्दा यो एरियामा नै ठुलो महल नै यही हो है साथीहरू, यही हो। त्यही भएर पनि हुनसक्छ, त्यही भएर साह्रै दुःख पाउँदो रहेछन् साथीहरू। घाममा पुरा ई बाइकमा घुम्नु पर्दो रहेछ। यस्तो दामी ठाउँमा पुल रहेछ है साथीहरू। यस्तो हावा चलेर यस्तो मजाको हावा चल्दैछ कि साथीहरू। यहाँनिर चाहिँ क्या हावा खाउँ खाउँ जस्तो लाग्ने पो चल्दैछ र साथीहरू। म त सिधै यो बाटो नै माथि जानेछु अनि त्यहाँदेखि मेरो रुमतर्फ जाने बाटो भेटिन्छ है साथीहरू। यो सेक्युरिटीहरूलाई पापै रहेछ यार यिनीहरूलाई यार। आमा कति घुम्या हो। यिनीहरूको एरिया चाहिँ निकै ठुलो हो है साथीहरू। के महल भन्ने हो, सबैभन्दा यो एरियामा नै ठुलो महल नै यही हो है साथीहरू, यही हो। त्यही भएर पनि हुनसक्छ, त्यही भएर साह्रै दुःख पाउँदो रहेछन् साथीहरू। घाममा पुरा ई बाइकमा घुम्नु पर्दो रहेछ। आज चाहिँ चिल पाराले पुरा बिन्दास पाराले एकान्त होइन एकदम सुनसान खालको भिडियो बनाइयो यार साथीहरू। यार के हो यार, गाइजहरू ठुलो गाडीहरू पनि आउँदैनन् यसमा त। दुईवटा मात्रै फटाङफुटुङ हिँडिरहेछन्। त्यही भएर त्यस्तो ब्याकग्राउन्ड साउन्डहरू पनि आइरहेको छैन। क्या मजा लागिरहेको छ साथीहरू मलाई चाहिँ है। अब तपाईँहरू पनि यसो मेरो भिडियो हेरेर इन्जोय गर्नु होला है साथीहरू। वाक पारामा चाहिँ यस्तो दामी रोडको भ्यू रहेछ साथीहरू। यहाँनिर चाहिँ अब क्रप्सहरू आइरहेछन्। गाइजहरू क्रप्सहरूले फेरि भन्ने हो कि भन्दैन होला सायद। अस्ति त सिटी मात्रै लगाइदिएको थियो, अस्ति त सिटी मात्रै लगाइदिएको थियो। आज पनि हेर्न चाहिँ हेरिरहे है साथीहरू, हेरिरहेछन् मलाई चाहिँ। यो पागल हो के रहेछ भन्दैछन् होला सायद। त्यही भएर पनि हुनसक्छ हेर्न चाहिँ मलाई हेरे तर पनि केही बोलेनन् है साथीहरू। तपाईँहरूले देखेका छनुहुन्छ साथीहरू त्यो माथि चाहिँ गुम्बा जस्तो देखिन्छ है साथीहरू। यार क्या दामी छ साथीहरू त्यो बिल्डिङ है होइन। योतिर घुम्न जाने नभएर त यार जान पाउँछ अरे अनि भिडियो बनाउनु पाउँछ भन्ने थिएँ। लेकिन चाहिँ यो महलभित्र जानुपर्ने छ है साथीहरू। त्यतिर चाहिँ भिडियो पुरा बनाउन दिन्छ अरे होइन साथीहरूले भन्थे। अब खै त्यो थाहा, अब दिन्छ किन्दैन त्यो थाहा भएन। भिडियो बनाउन दिन्छ अरे भन्थे, साँच्चै दिन्छ किन्न त गाइज है। यहाँनिर देखिपट्टि किन्दो रहेछ त साथीहरू। वाक पारामा यो दामी चाहिँ यार क्या दामी छैन साथीहरू। यस्तो दामी भ्यू रहेछ नि साथीहरू यहाँभित्र चाहिँ। यहाँदेखि चाहिँ दामी देखिँदो रहेछ साथीहरू। त्यही भएर मैले यहाँदेखि हल्का क्लिप लिएको छु साथीहरू। यसमा हङलिङ ब्याङ्क छ अनि के भन्ने छ अरे कि यसमा के भन्ने थिएँ। थुप्रो छ अरे यसमा त। सेक्युरिटीमा को 48 जना पो छन् त साथीहरू यार। 48 जना सेक्युरिटी भएको बिल्डिङ चाहिँ यिनीहरू नै हो है साथीहरू। यस्तो छ पार्क होइन। यसमा चाहिँ बल्ल बल्ल गिडियर हालेर फिनिसिङ गरेको छ। अब यो पनि केही समयपछि चाहिँ, केही महिनापछि यो पनि दामी गार्डन बन्छ है साथीहरू। यो पनि दामी गार्डन बन्नेवाला छ। यो माथिनिर चाहिँ हालिसकेको छ, यता तल्लोतिर चाहिँ हालेको छैन साथीहरू। यो पनि केही महिनापछि चाहिँ वाक पारामा दामी गार्डन बन्छ है। यो खतरा रहेछ नि गाइजहरू होइन। यसको अगाडिको गार्डनहरू तपाईँहरूले देख्न सक्नुहुन्छ साथीहरू। यस्तो वाक पारामा क्या दामी दामी दृश्यहरू छ हो साथीहरू यार। त्यतातिरको गार्डन भर्खरै सुरुवात भएर रहेछ। रोडको ठ्याक्कै कतिवटा रोड छ, 1 2 3 होइन 4 5वटा रोडको बिचमा छ है साथीहरू। यो चाहिँ भर्खरै सुरुवात भइरहेछ।
यसमा केही समयपछि पूर्ण रूपमा यो पनि यस्तै चिल्लो हुनेछ है साथीहरू। बिस्तारै बिस्तारै गरिरहेछन् साथीहरू काम चाहिँ बिस्तारै बिस्तारै यस्तो स्लो मोसनमा के स्लो मोसनमा भइरहेछ नि त साथीहरू होइन। ल साथीहरू वाक पारामा म चाहिँ अब मेरो रुम जानको लागि लगभग 15-20 मिनट भित्रमा चाहिँ म वाक पाराले पुग्नेछु है साथीहरू। बसेर के म करिब रुमको नजिकै आइपुगेको छु साथीहरू। अब चाहिँ म वाक पारामा मेरो रुम जानेछु साथीहरू होइन। साथी भइदिएको बेच चाहिँ आज चाहिँ खुब इन्जोय हुने रहेछ साथीहरू। 1 घन्टा म अहिले हिँडेको चाहिँ 1.5 घन्टा भइसकेको छ साथीहरू। तर पनि अझैसम्म एउटा भिडियो पनि पुगेको छैन नि साथीहरू। गाह्रो छ भिडियो बनाउन पनि साथीहरू। अब अलिकति राम्रै ठाउँको मात्रै लिउँ भन्ने सोच विचार हुन्छ अनि त हुन्न त। ल साथीहरू यतिखेरसम्म हेरेर साथ सपोर्ट गरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धन्यवाद। र आउँदो दिनहरूमा पनि यस्तै भिडियोहरू लिएर आउने कोसिस गर्नेछु। तबसम्मको लागि बिदा दिनुहोस्। ओके बाई बाई, सी यू नेक्स्ट भिडियो। यति भन्दै त्यसको लागि म दमनसरा सिटी होइन फाइनली म दमनसरा सिटी लिएर आएको छु। दमनसरा सिटीमै मेरो भिडियोलाई इन गर्न चाहे। ओके बाई बाई, सी यू नेक्स्ट भिडियो।